अब बिना कसूर जेलको अनुभव, कैदी बनेर कष्टकर जीवन बुझ्ने मौका। कल्पना गर्नुहोस् त, तपाईँले कुनै अपराध गर्नु भएको छैन, तर तपाईँ जेलको अनुभव लिन चाहनुहुन्छ भने अब तपाईँ बिना कसूर जेल जान सक्नुहुन्छ। सुन्दा अचम्म लाग्न सक्छ, तर अब 500 रुपियाँ खर्च गरेर तपाईँ 24 घण्टाका लागि कैदी बन्न सक्नुहुन्छ। यो कुनै फिल्मको कथा होइन, बरु भारतको हैदराबादमा सुरु भएको एउटा अनौठो पर्यटकीय अनुभव हो। हैदराबादको प्रसिद्ध चञ्चलगुडा जेलले एउटा नयाँ कार्यक्रम ल्याएको छ, जसको नाम हो फिल द जेल। यहाँ सामान्य मानिसहरूले जेलको वास्तविक जीवन कस्तो हुन्छ भनेर अनुभव गर्न पाउँछन्। जब तपाईँ 500 रुपियाँ तिरेर यो जेलमा प्रवेश गर्नुहुन्छ, तपाईँलाई एउटा कैदीको नम्बर दिइन्छ र लगाउनका लागि जेलकै लुगा दिइन्छ। यहाँको नियम एकदमै कडा छ। तपाईँले आफ्नो मोबाइल फोन र सबै व्यक्तिगत सामान बाहिरै बुझाउनु पर्छ। तपाईँको दिन जेलको घन्टीसँगै सुरु हुन्छ। बिहानै उठेर कोठा सफा गर्ने, जेलको नियम पालना गर्ने र त्यहीँको भान्सामा बनेको कैदीले खाने खाना खानुपर्छ। यहाँ तपाईँले स्टिलको थालमा खाना खानुहुन्छ र सिमेन्टको चिसो भुइँमा सुत्नुपर्छ। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको मानिसहरूलाई जेलको कष्टकर जीवन देखाएर अपराधबाट टाढा राख्नु हो र जेलको इतिहासका बारेमा जानकारी दिनु हो। यहाँ एउटा संग्रहालय पनि छ, जहाँ पुरानो समयका सजाय र जेलका कथाहरू देखाइएको छ। यदि तपाईँलाई साहसिक काम मनपर्छ र एक दिनका लागि मोबाइल फेसबुकबाट टाढा रहेर कैदीको जीवन अनुभव गर्न चाहनुहुन्छ भने हैदराबादको यो जेल तपाईँका लागि एउटा अनौठो गन्तव्य हुन सक्छ। तपाईँलाई के लाग्छ, के तपाईँ 500 रुपियाँ तिरेर जेल जान तयार हुनुहुन्छ? कमेन्ट गर्नुहोला।